आज चाहिँ हाम्रो होइन इभेन्टको इङ्गेजमेन्टको होइन इभेन्टको तपाईँको डेकोरेसनको कार्यक्रम छ हो। अनि भोलि चाहिँ हाम्रो इङ्गेजमेन्ट हुन्छ होइन। अनि म चाहिँ लबी एरियामा बसेको छैन। अनि मैले माथिको रेस्टुरेन्टको कामहरू सकिसकेँ नि त। अनि लबी एरियामा यहाँ यतिकै बसिरहेको छु। अनि अहिले चाहिँ तपाईँको मर्निङ भइरहेछ अहिले 9:30 त्यस्तै बजिरहेछ भनौँ न होइन। अनि त्यसो छ म भरेको अब टाइम पाएँ भने त म फुल भिडियो पनि लिन्छु। यदि टाइम पाइनँ भने चाहिँ अब सर्ट क्लिप भनौँ न हजुरलाई होइन। सक्दो कति हुन्छ म त्यति भिडियो लिनु सक्छु हो। सक्दो कति भिडियो हुन्छ म त्यति भिडियो क्लिप लिएर हजुरलाई म देखाउँछु नि है। अनि मैले चाहिँ मास्क किन लगाएको भन्दाखेरि चाहिँ मेरो नाकमा अलिक घाउ भएर छ कि त्यही भएर चाहिँ मैले मास्क लगाएर छु हो। प्लिज भिडियो टाइ त ल भरे भेटौँ है त। म चाहिँ अहिले होटलमा छु होइन। अनि ड्युटी अघि आएको थियो अनि आउने त्यो मैले भिडियो बनाउनु पार्दिनँ होइन। अनि अलिक बिजी भएर मार्केटहरू कुदेको कुदै गऱ्यो केही सामानहरू ल्याउनु पर्ने थियो होइन। अनि यहाँ दाइहरूलाई केही डेकोरेसन गरेर हो गरिरहनु भएको रहेछ होइन। अनि मैले त चित्रहरू पनि गरेँ होइन भोलिको लागि चाहिँ। भोलि हाम्रो इङ्गेजमेन्ट छ नि त। भोलिको लागि मैले चित्रहरू गरेँ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू होइन बुझेको है। 76हरू मैले रेडी राखिदिएको छु। यहाँ कटलेरिजहरू छ हो। अनि 76 छ होइन। यहाँ हाम्रो फुड प्यान हो। अनि तपाईँको यहाँ ककरेजहरू प्लेट्सहरू होइन। तपाईँको यहाँ के भन्छ वेलकम ड्रिङ्क्स आउँछ हो। वेलकम ड्रिङ्क्समा चाहिँ हाम्रो होइन भर्जिन मैतो भर्जिन मैतो भनेको चाहिँ तपाईँको वेलकम ड्रिङ्क्स आउँछ हो। अनि वेलकम ड्रिङ्क्समा चाहिँ तपाईँको के छ भन्दाखेरि भर्जिन पिना कोलाडा छ होइन। अनि तपाईँको यहाँ एउटा स्पेस खाली छ यहाँ चाहिँ सुप आउँछ होइन। सुपको लागि अहिले भाडा आएको छैन भाडा तलै छ हो। सभा गर्दैछ म आजसम्म तपाईँलाई देखाउँछु। अनि यहाँ डेकोरेसन चाहिँ दामी भइरहेछ हो। यहाँ देख्नु सक्नुहुन्छ होइन भोलिको लागि। अनि आज चाहिँ स्पेसल चाहिँ 80 न धरिरहेको छ हेर्नु कस्तो कस्तो 80 हेरेको छ हेर्नु। The next day. अनि आज के भन्छ भन्दाखेरि अब आज हाम्रो इङ्गेजमेन्टको प्रोग्राम छ होइन। जो चाहिँ आदि कार्यक्रम हुँदै थियो हो। अनि सेटअपहरू के गऱ्यौँ होइन। अनि आज चाहिँ अब स्टार्ट छ हो। अब बिहानदेखि कुदेको कुदेको त अनुहार चाहिँ अलिक यसो बिग्रिरहेको छ यसो अब होइन माइन्ड नगर्नुहोस्। यहाँ चाहिँ देख्न सक्नुहुन्छ इन्ट्रान्स हाम्रो होटलको। यहाँबाट अब टक्क म छिर्छु हो। हाम्रो लबी एरिया रिसेप्सन जित्नु हुन्छ जसमा इङ्गेजमेन्टको मान्छेहरू हो। टक्क सजाएको छ। यो चाहिँ हाम्रो रेस्टुरेन्ट होइन। आज यहाँ बुफे लाग्छ हो। यहाँ हामी 76हरू रेडी पारेको छौँ टक्कसँगले। यहाँ ऊ खाँदैछ एकजना हेर्नु बुक्कड। यहाँ चाहिँ हिजो बर्थडे पार्टी थिएन तर हिजो अलिक बिजी भएर देखाउनु पाएन। अब म तपाईँहरूलाई ब्याङ्क होटल देखाएर आउँछु है त। ल जम ब्याङ्क होटल। यो चाहिँ हाम्रो ब्याङ्कवेट हल होइन। यहाँ पनि स्टार्टरहरू लाग्छ हो। स्टार्टरहरू सुपहरू वेलकम ड्रिङ्क्सहरू चाहिँ यहाँ लाग्छ होइन। यस्तो सेटअप गरेको छौँ हामीले हो। अनि यहाँ चाहिँ इङ्गेजमेन्टको बेवाला बेहुलो बस्ने ठाउँ। यो चाहिँ यस्तो छ पछाडिको
टक्कसँगले यो चाहिँ बार्बिक्यू हुन्छ होइन भरे यो चाहिँ हाम्रो लाइभ स्टेसन चल्दैछ है त पनिर हिजो तपाईँहरूले त हाम्रो रेस्टुरेन्ट देख्नुमा खाली खाली देख्नु भएको थियो होला होइन आज चाहिँ अब होइन हाम्रो इभेन्टहरू सक्यो नि त इभेन्ट सकेर हामीले सबै सेटअपहरू गरौँ होइन तपाईँहरू हाम्रो रेस्टुरेन्ट देख्न सक्नुहुन्छ हो यस्तो छ हाम्रो रेस्टुरेन्ट चाहिँ होइन यो चाहिँ हाम्रो सेटअप हो होइन फाइन डाइनिङ सेटअप हो यो फुल फाइन डाइनिङ चाहिँ भन्नु सकिँदैन होइन यसलाई चाहिँ हल्का नर्मल फाइन डाइनिङ भनौँ न यसमा चाहिँ अनि तपाईँको ब्याक भ्यू चाहिँ यस्तो देखिन्छ हो यहाँबाट तपाईँको अन्तु पनि देखिन्छ होइन पर यो पहाडको डाँडो छ नि त्यहाँ चाहिँ अन्तु हो होइन अनि हाम्रो बार चाहिँ यस्तो छ हो यस्तो छ हाम्रो रेस्टुरेन्ट होइन भिडियो अब सक्दो अब मैले भिडियो चाहिँ बनाएँ हो अब आधी मात्रै अब के गर्नु पुरा बिजी भएर त रस भइरहेको थियो होइन गेस्टहरू पुरा टन्नै आइरहेको थियो अनि अब लाइभ स्टेसन र अनि मैले तपाईँलाई अब स्टार्टरको पनि मैले त्यो हुन्छ नि भिडियोहरू देखाउनु पाइनँ होइन त देखाउनु चाहिँ पुरा मन थियो तर हाम्रो त्यो देखाउनु पाइनँ मैले त्यो पनिरको अनि त्यो चिकनको मात्रै लाइभ स्टेसन देखाउनु पाएँ अनि ब्याङ्कको त्यो के छ डेकोरेसनहरू होइन त्यो चाहिँ देखाउनु पाएँ रेस्टुरेन्टको अलिअलि देखाउनु पाएँ अनि त्यति नै हो होइन अब हजुरहरूलाई पनि मन पऱ्यो हाम्रो होटल यसो भिजिट गरिदिनुहोस् इभेन्टहरू केही गर्नु मन लाग्यो भने होइन आउनुहोस् होइन राम्रो छ होटल हो अनि यसको लोकेसन चाहिँ तपाईँको पिकल छिपिटारमा हो होइन सूर्योदय 10 हो अनि तपाईँहरू मेन्यू पनि चुज गर्न सक्नुहुन्छ होइन यो तपाईँको मेन्यू 2-3 टाइपको हुन्छ हो अब तपाईँलाई कुन सजिलो लाग्छ होइन कुन सहज लाग्छ त्यो हिसाबले पनि गर्न सक्नुहुन्छ होइन राम्रो छ फ्रेन्डली टाइपको रेस्टुरेन्ट छ हो स्टाफहरू पनि राम्रो छ मजाको छ तपाईँलाई सर्भिस कस्तो चाहिन्छ त्यही टाइपले पनि हुन्छ होइन अनि म यति नै भन्छु होइन जे होस् राम्रो भयो इभेन्ट रमाइलो भयो होइन यति नै भन्दा म आज बिदा हुन्छ होइन जो कहिले लाइभ सब्सक्राइब गर्नुभएको छैन लाइक सब्सक्राइब गरिदिनुहोस् होइन सबैले लाइभ लास्टसम्म हेरिदिनुहोस् यति नै भन्दै धन्यवाद थ्याङ्क यू सो मच